नमस्ते साथीहरू, आज चाहिँ म झापा जिल्लाको चाहिँ भद्रपुर नजिकै हैन कलबलगुरीको चाहिँ यो हाम्रो सिमसार क्षेत्रभित्र प्रवेश गरेर यहाँको दृश्य अवलोकन गरिरहेको अवस्थामा छौँ। अनि यो सिमसार क्षेत्र यहाँ चाहिँ हात्तीहरूको पनि आगमन हुन्छ भन्ने कुराहरू हामी सुन्दै आइरहेका छौँ, तर देख्न चाहिँ पाइएको छैन। यो चाहिँ यहाँबाट हाम्रो झोलुङ्गे पुल क्रस गरेर हामी अहिले पिकनिक स्पटतिर चाहिँ अगाडि बढिरहेको अवस्थामा छौँ। यस्तै कुराहरूको जानकारी लिएर तपाईहरुमा यो चाहिँ भ्लग पस्किने प्रयास गरिरहेको छु। अहिलेलाई अझै कन्टेन्टहरू बढाउँदै जाम अवलोकन गर्दै। यहाँ चाहिँ पिकनिक स्पट रहेको रहेछ। यो पिकनिक स्पटको वरिपरि चाहिँ यसरी इन्टरलकबाट चाहिँ हाम्रो बाटो बनाइएको रहेछ। अब यहाँबाट चाहिँ हामी एक राउन्ड हानिसकेपछि त्यो बिचको तालतलैया यानि कि यो सिमसार क्षेत्रभित्र पर्छ भन्ने कुरा अघि नै भनिसकेको छु। अनि यो बाटो यसरी अगाडि बढिरहेको छ र यो बाटोलाई पछ्याउँदै हामी पनि अगाडि बढिरहेका छौँ। ओके, यो चाहिँ यसरी हाम्रो पिकनिक स्पट जाने बाटो चाहिँ यसरी हाम्रो पुरा इन्टरलक गरेर बनाइएको रहेछ। हाम्रो सरहरू चाहिँ हुनुहुन्छ आफ्नै धन्दामा चाहिँ भिडियो बनाउँदै अथवा फोटो खिच्दै अगाडि आफ्नै गतिमा लागिरहनु भएको छ। यसरी तपाईहरूले यो दृश्यलाई कैद गरेर हेर्न सक्नुहुनेछ। अनि यो चाहिँ यहाँको वातावरण, यहाँको रुख बिरुवाहरूले यहाँको पर्यावरणलाई एकदमै सुन्दर बनाइरहेको छ र एकदम शीतलता प्रदान पनि गर्छ होला पक्कै पनि यो गर्मीयाममा। अनि यहाँ चाहिँ एउटा खोला रहेछ। यो खोलामा चाहिँ किनारामा पनि मान्छेहरूको शब्दाह संस्कार गर्ने गरिएको रहेछ है। यो चाहिँ दृश्य तपाईहरूले हेर्न सक्नुहुन्छ। यो अहिले खोला एकदमै सिमसार खोला, अब यो खोलाको नाम चाहिँ ठ्याक्कै मलाई पनि थाहा भएन। यो यस प्रकारको रहेको छ। यो चाहिँ सिमसार क्षेत्रभित्रको दृश्य तपाईहरूले यसरी देखाउँदैछु। यहाँ चाहिँ यो चाहिँ तातो तातो प्याजी खाम है। शेर्पा सर लजाउनु भयो क्या हो? किन लजाउनु सर? उता किन पछाडि फर्किनु भएको छ? तातो तातो प्याजी एकदम आनन्दसँग खानु पर्यो नि है। कतिको बनाउँदै हुनुहुन्छ दिदी? यो 100को कतिवटा आउँछ हो? 32वटा खाइन्छ साथी हो। 32वटा खाइन्छ है। पेट त हाम्रो मान्नै पर्छ होइन।